स्वागत छ। आज हामी एउटा निकै चाखलाग्दो र भनौँ न सांस्कृतिक रूपमा महत्त्वपूर्ण विषयमा अलिक गहिरिएर कुरा गरौँ न। नमस्ते। कुन विषय होला? सपनामा सेतो हात्ती देख्नु, यसको अर्थ के हो? ए सेतो हात्ती, यो त निकै सुनिएको चाखलाग्दो विषय हो। यसमा धेरै लोकविश्वासहरू जोडिएका छन् नि। हो त नि, हामीले हेरेको सामग्री अनुसार त यो एकदमै शुभ मानिन्दो रहेछ। त्यो त हो। लगभग सबैतिर यसलाई सकारात्मक नै मानिन्छ। ल, त्यसो भए सुरु गरौँ है त। स्रोतहरूले पहिलो कुरा के भन्छन् भने सेतो हात्तीलाई अत्यन्तै शुभ मानिन्छ। यो त साझा कुरा भयो, हैन? हो, बिल्कुल। यसको शुभताको कारण चाहिँ सेतो हात्ती दुर्लभ हुनु र पवित्र मानिनुसँग जोडिएको छ। सामग्री अनुसार नि यसलाई यत्तिकै देखेको भन्दा पनि कुनै दैवी सङ्केत जस्तो मान्ने चलन छ। दैवी सङ्केत नै हो, अनि यही दुर्लभता र पवित्रताले गर्दा यसलाई प्राय धन र समृद्धिसँग जोडिन्छ। हो, धन र समृद्धिको कुरा त मैले नि धेरै भेटे। मतलब यस्तो सपना देख्यो भने पैसा आउँछ भन्ने जस्तो। आर्थिक अवस्था सुध्रिने सङ्केत गर्छ भनिन्छ। तर कुरा त्यति मात्रै होइन नि। अरू के छ त? स्रोतहरूले यसलाई केवल पैसामा मात्रै सीमित गर्दैनन् क्या। सेतो हात्ती देख्नु भनेको जीवनमा आउने समग्र ऐश्वर्य, मतलब प्रचुरता, सम्पन्नताको सूचक पनि हो। भनेपछि पैसा मात्रै होइन, अरू कुरामा पनि सम्पन्नता हो। जस्तै समाजमा मान सम्मान बढ्ने, प्रतिष्ठा बढ्ने सङ्केत पनि गर्छ भनिएको छ। किनभने ऐतिहासिक रूपमा हेर्ने हो भने पनि सेतो हात्तीलाई राजसी ठाडबाट र उच्च पदवीसँग जोडेर हेरिन्थ्यो नि त। होइ, मान सम्मान र प्रतिष्ठा, यसले त अर्कै आयाम थप्यो। अनि अर्को एउटा कुरा पनि छ, यो सपना सफलता र प्रगतिसँग पनि सम्बन्धित छ अरे। छ एकदम। आफ्नो काममा व्यवसायमा उन्नति हुने सङ्केत गर्छ भन्ने मान्यता छ। भनेपछि जागिरमा बढुवा हुने वा व्यापारमा नाफा हुने जस्तो हो। त्यस्तै यसलाई एक किसिमको शुभ समाचार आउनु अगाडिको सङ्केत जस्तो पनि मानिन्छ। कतिपय ज्योतिषीय व्याख्याहरूले त अझ के भन्छन् भने यस्तो सपना देख्नु भनेको कुण्डलीमा राजयोग सुरु हुने सङ्केत पनि हुन सक्छ रे। राजयोग नै? त्यो त ज्योतिषमा निकै ठुलो कुरा मानिन्छ, होइन? हो नि, राजयोगले त जीवनमा ठुलो उन्नति, शक्ति, सफलता सबैलाई जनाउँछ। त्यसैले यो व्याख्या त झनै महत्त्वपूर्ण भयो। निकै गहिरो अर्थ रहेछ। तर सबै व्याख्या यस्तै ठूला ठूला मात्रै छन् त, कि शान्ति, खुशी जस्ता सामान्य कुराहरू पनि जोडिएका छन्? छन् नि, छन्। सबै त्यस्ता भव्य नै हुनुपर्छ भन्ने छैन। केही स्रोतहरूले सेतो हात्तीलाई मानसिक शान्ति, स्थिरता र पारिवारिक खुशीको प्रतीक पनि मानेका छन्। त्यो पनि कसरी? सायद हात्तीको स्वभाव अलि शान्त, गम्भीर हुन्छ नि त, त्यसले गर्दा पनि होला। यो सपनाले जीवनमा चलिरहेको तनाव, उथलपुथल कम हुने र एक किसिमको सन्तुष्टि मिल्ने सङ्केत गर्छ भन्ने मान्यता पनि पाइन्छ। त्यो पनि तर्कसङ्गत नै सुनियो। अनि अर्को एउटा विशेष कुरा, गर्भवती महिलाको सन्दर्भमा पनि एउटा छुट्टै विश्वास रहेछ, होइन त? हो, यो चाहिँ एकदमै विशिष्ट र चाखलाग्दो व्याख्या छ। स्रोतहरूले के भन्छन् भने यदि कुनै गर्भवती महिलाले सपनामा सेतो हात्ती देखिन् भने जन्मने बच्चा चाहिँ एकदमै भाग्यमानी हुन्छ रे। भाग्यमानी? कस्तो खालको भाग्यमानी? जस्तो कि उनीकै गुणी हुन्छ, असल हुन्छ, अनि भविष्यमा गएर ठूलो मान्छे बन्छ भन्ने खालको गहिरो विश्वास छ। यो चाखलाग्दो किन छ भने यसले एउटै सपनाको अर्थ पनि मान्छेको अवस्था, उसको सन्दर्भ अनुसार कसरी फरक हुन सक्छ भन्ने देखाउँछ क्या। सायद यसमा बुद्धको जन्मसँग जोडिएको कथाको पनि अलिअलि प्रभाव होला कि? हो, त्यो पनि हुन सक्छ। हामीले यति कुरा गर्दा त लगभग सबै व्याख्या सकारात्मक नै सुनियो। धन, सम्मान, सफलता, शुभ समाचार, शान्ति, भाग्यमानी सन्तान। खै केही नकारात्मक पक्ष या अलि फरक दृष्टिकोण पनि छ कि कतै स्रोतहरूमा केही भेट्नुभयो? सांस्कृतिक स्रोतहरूले त सेतो हात्तीलाई एकदमै शुभ, एकदमै राम्रो मानेका छन्। भनेपछि यो आफैमा एउटा महत्त्वपूर्ण कुरा भयो, होइन? हाम्रो समाजले कस्ता कुरालाई आशा र सकारात्मकतासँग जोड्छ भन्ने देखायो यसले। हो नि। त्यसो भए समग्रमा हेर्दा त सपनामा सेतो हात्ती देख्नु भनेको एउटा शक्तिशाली र एकदमै सकारात्मक प्रतीक रहेछ। यसले जीवनका विभिन्न पक्षमा, चाहे त्यो आर्थिक होस्, सामाजिक होस् वा व्यक्तिगत, सबैमा राम्रो हुने आशा जगाउँदो रहेछ।
हो, सारमा भन्नुपर्दा त्यही हो। यी सबै व्याख्याहरूले हाम्रो जुन सांस्कृतिक विश्वास छ, हाम्रो मूल्य मान्यता, हाम्रा आशाहरू छन्, तिनलाई निकै राम्रोसँग देखाउँछन्। अँ, सपनाको शाब्दिक अर्थ जेसुकै भए पनि यस्ता शुभ सङ्केतहरूले मान्छेमा एक किसिमको सकारात्मक ऊर्जा त पक्कै थप्छन् नि। त्यो त हो। तर यहाँनिर एउटा कुरा सोच्न सकिन्छ क्या, के यस्तो शुभ सपना देखेपछि आउने जुन सकारात्मक भावना छ, त्यो आत्मविश्वास छ, त्यसले नै मान्छेको व्यवहारमा, उसको काम गर्ने तरिकामा प्रभाव पारेर सफलतातिर डोर्याउने हो कि? मतलब सपना आफै भविष्य बताउने भन्दा पनि? हो, सपना आफैमा भविष्य सूचक हो कि हाम्रो मनोविज्ञानलाई उत्प्रेरित गर्ने एउटा माध्यम मात्र हो? यो प्रश्नमा अलिकति विचार गर्नु पनि रोचक हुन सक्छ।